हेलो साथीहरु, नमस्ते नमस्ते। आशा गर्छु कि सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। एउटा सानो जानकारी छ तपाईहरुको लागि। यो अहिले पोर्चुगलमा यदि तपाईहरु आउँदै हुनुहुन्छ भने हैन, एकदम यो सिजनल भिजामा, यो जब सिक्योर भिजामा एकदम तपाईहरुले ध्यान दिएर आउनु होला है। किनकि अहिले यो 2025 अक्टोबर 23 बाट चाहिँ यहाँ केही रुल्सहरु चेन्ज भइरहेको छ र यो सिजनल भिजा र प्लस तपाईको जब सिक्योर भिजामा चाहिँ अलिकति टाइट गरिरहेको छ र यसलाई अलिकति क्लोज नै गर्ने भन्ने कुराहरु आइरहेको छ र D1 भिजा, वर्क परमिटमा, स्टडी भिजामा तपाईहरु चाहिँ आउन सक्नुहुन्छ। यदि तपाईले कसैले पोर्चुगल आउँदै हुनुहुन्छ, कसैले अब यो सिजनल भिजा, जब सिक्योर भिजामा म एप्लाई गराइदिन्छु भन्यो भने अहिले बिन्ती गर्छु एप्लाई नगर्नु होला है। अहिले एकदम इमिग्रेसनलाई टाइट गर्नको लागि चाहिँ विभिन्न अब नीति नियमहरु ल्याइरहेको छ। सिजनल भिजा, जब सिक्योर भिजा भनेको केही क्षणिक टाइमको लागि हो। अब सिजनल भिजामा तपाईलाई थाहा नै छ 6 to 9 मन्थको लागि भिजा हुन्छ अनि त्यसपछि आफ्नो काम सकेपछि जानुपर्छ। र जब सिक्योर भिजामा तपाईहरुले चाहिँ यहाँ आएर जब खोज्ने, आफ्नो के स्किल छ त्यही हिसाबले तपाईले जब खोजेर अघि बढ्ने हो हैन। यदि जब पाउनु भएन, तपाईलाई 120 दिन मतलब 4 महिना भित्रमा तपाईले जब पाउनु भएन भने 2 महिना तपाईले चाहिँ कुनै भोकेसनल ट्रेनिङ गर्छु भनेर चाहिँ एडिसनल 2 महिना लिन पाउनु हुन्थ्यो है। अब त्यो सबै कुराहरु रद्द गर्ने भनेर भनिएको छ है। यहाँको नीति नियम केही थाहा हुँदैन साथी हो है। जानकारी म दिइरहन्छु, कमेन्टमा तपाईले मलाई कमेन्ट गर्नुस्, त्यही हिसाबले म तपाईलाई म जानकारी दिउँला है। र अर्को कुरो कस्तो छ भने तपाईहरु यदि पोर्चुगलमा बस्नु भयो, इलिगल बस्नु भयो र फेरि आफ्नो देश जानु भयो र फेरि कुनै पनि तपाईले जब सिक्योर भिजा अरु भिजामा तपाई आउँदै हुनुहुन्छ भने यहाँ बसेको रेकर्ड इलिगल कुनै पनि डाटा तपाईको भेट्यो भने तपाईलाई 7 वर्षसम्म पोर्चुगलले ब्यान गरिदिन्छ। एकदम ध्यान दिनु। पोर्चुगल आउनु भयो अन्य देशबाट, यहाँ तपाईको रेकर्ड भेटेन, तपाई इलिगल बसेर फेरि आफ्नो देश जानु भयो र फेरि पनि अन्य कुनै पनि म्यान पावर एजेन्सीहरुले तपाईलाई चाहिँ पोर्चुगल पठाइदिन्छु भनेर भिजा लगाइदिन्छु भन्यो भने तपाईको रेकर्ड यहाँ इलिगल थियो भने तपाईहरु आउन पाउनुहुन्न। 7 वर्षलाई उनीहरुले ब्यान गर्छ र भिजा कन्सुलरले पनि तपाईलाई भिजा रद्द गर्न सक्छ। यस्तो खालको कुराहरु आएको छ है साथी हो। एकदम तपाईले ध्यान दिनु होला। केही तपाईहरुलाई गुनासो छ, जिज्ञासा छ भने कमेन्ट सेक्सनमा तपाईले कमेन्ट गर्नु, म रिप्लाई गर्छु। विस्तार तपाईहरुलाई म चाहिँ भिडियो ल्याउने चेष्टा गर्दैछु। काम विशेषले गर्दाखेरि अलिकति भ्याइरहेको छैन है, सबैले बुझिदिनु होला र मलाई फलो गर्नु। यदि कसैले पहिलोचोटि हेर्दै हुनुहुन्छ भने यस्तै चाहिँ जानकारीलाई तपाईले मलाई फलो गर्न सक्नुहुनेछ। फेरि पनि हैन, तपाईलाई म यही कुरा जानकारी गराउन चाहे, यही भन्न चाहे, जब सिक्योर र कुनै पनि सिजनल भिजामा आउँदै हुनुहुन्छ भने ध्यान दिनु होला है। यही भन्न चाहे। र यदि तपाईहरु पोर्चुगलमा हुनुहुन्छ भने पहिला चाहिँ हैन टीआरसी तपाईको लिमिट भ्यालिडिटी थियो भने तपाईले आफ्नो फ्यामिली रियुनिफिकेसनको लागि फ्यामिली ल्याउन पाउनुहुन्थ्यो। अहिले भनेको फर्स्ट टीआरसी आइसकेपछि पनि तपाईको लिमिट भनेको तपाईको 2 इयर्स तपाईको कार्डको भ्यालिडिटी भयो भने फ्यामिली ल्याउन पाउँछ। लिमिटेसन पनि तोकिदिएको छ। 2 वर्ष चाहिँ तपाईको कार्डको भ्यालिडिटी हुन एकदम जरुरी छ साथीभाइ। कति रणनीतिहरु यहाँ चेन्जहरु भइरहेको छ आप्रवासी विरुद्ध है। त्यो म बिस्तारै तपाईहरुलाई म उठाउन जान्छु। कमेन्ट गर्न नहिचकिचाउनु होला। म तपाईको कमेन्ट हेरेर फेरि पनि रिप्लाई गर्छु। ल, अहिलेको लेटेस्ट न्यूज यही छ साथी हो। सिजनल भिजा र जब सिक्योर भिजामा एप्लाई गर्दै हुनुहुन्छ भने म तपाईहरुलाई एकदम भन्छु है, बिन्ती गर्छु, अहिलेको लागि तपाईहरुले चाहिँ पैसा खर्च नगर्नु, मोटो रकम कसैलाई नदिनु, यही भन्न चाहे। किनकि अहिले उनीहरुले स्किल वर्कर भित्राउने र D1 भिजामा, वर्क परमिटमा आउनेलाई अलिकति प्रायोरिटी दिन थालेको छ। किनभने यदि D1 भिजामा तपाई आउनु भयो भने कम्पनीले जिम्मा लिएको हुन्छ, कुनै पनि तपाईलाई अप्ठ्यारोपन परेन हैन, तपाईले राम्रोसँग तपाईले काम गर्न सक्नुहुन्छ। कम्पनीले जिम्मा लिएको हुन्छ, कम्पनीले काम दिन्छु भनेर बोलाएको हुन्छ, काम खोज्नु परेन। त्यही भएर D1 भिजालाई अलिकति प्रायोरिटीमा राखेको छ। त्यसमा नि स्किल वर्कर र तपाईले स्किल वर्करमा यहाँ आइसक्नु भयो D1 भिजामा र पोर्चुगलमा इन्ट्री भएर तपाईले पहिला बाहिर पनि जान पाउनुहुन्थ्यो काम गर्नलाई, मान्छेले गर्थ्यो भने। अब भनेको स्किल वर्करमा तपाई पोर्चुगल इन्ट्री गरेर पोर्चुगल भन्दा बाहिर चाहिँ काम गर्न दिने छैन भनेको छ। धेरै कुराहरु चेन्ज गरेको छ। पोर्चुगलको भिजा मात्र भएर पहिला मान्छे चाहिँ पोर्चुगलबाट अन्य देश पनि जान्थ्यो। अब भनेको पोर्चुगलको भिजा लिएर पोर्चुगलमा काम गर्ने, अन्य देशमा काम गर्न पाइँदैन। धेरै कुराहरु चेन्ज छ साथी हो। स्टेप बाइ स्टेप म फेरि अर्को पनि भिडियोमा आउनेछु। मलाई फलो गर्दै गर्नुहोस्। सबैको दिन शुभ रहोस्, राम्रोसँग बस्नुहोस्। जो जता पनि हुनुहुन्छ, स्किल वर्कमा आउँदै हुनुहुन्छ, स्किल जब कुनै पनि तपाई क्वालिफाई हुनुहुन्छ भने हैन, त्यसमा आउनुहोस्। जब सिक्योर र यो तपाईको यो सिजनल भिजामा चाहिँ अहिलेको लागि चाहिँ म तपाईलाई बिन्ती गर्छु, कतै प्रोसेस नगर्नु होला है। र प्रोसेस गरिसक्नु भएको छ भने एकदम विचार गर्नु। प्राय जसो चाहिँ अब अपोइन्टमेन्ट पनि क्यान्सल हुनेछ भनेर भनिएको छ। र त अर्को साथी भेटेछु। टेक केयर, हैव नाइस डे, हैव अ गुड डे, लभ यु भन्छु। मलाई फलो गर्दै गर्नुहोस्। हेयर वी गो, लभ यु, बाइ।